Good afternoon, respected judges and everyone else present over here. Today we are very glad that we will participate in Forensic Star 3.0. आज हाम्रो टपिक चाहिँ सोलर पावर ट्राफिक लाइट सिस्टम हो अनि यो हामीले तीनजनाले मिलेर आइडियादेखि इम्प्लिमेन्टेसनसम्म सबै गरेको हो. So first let me introduce ourselves. I am Rasi Mishra. I am Apeksha Rahal. I am Susan Bangare. Well, हाम्रो प्रोजेक्ट चाहिँ सोलर पावर बेस्ड हो. यसबाट सोलर पावर ट्र्याप हुन्छ अनि सोलर एनर्जी स्टोर भएर अनि त्यही एनर्जीबाट यो ट्राफिक लाइट अपरेट हुन्छ. प्रब्लम स्टेटमेन्टको कुरा गर्दा रियल लाइफमा अब सोलर प्यानल्सहरू एक ठाउँमा खरिएको हुन्छ नि, त्यो यताउता घुम्दैन होइन, सन्तरी भन्ने यताउता हुन्छ नि, यो हामीले चाहिँ यसलाई सर्वो मोटरमा फिक्स गरेर यो दिनभरि घुम्दै बनाएको छ. अनि त्यसै गरी रियल लाइफमा ट्राफिक लाइटले पनि एनर्जीहरू कन्ज्युम गर्छ होइन, लाइक कन्ज्युम गर्छ. सो लाइक हामीले यो सनबाट एनर्जी लिएर अनि ट्राफिक लाइट अपरेट गर्ने भनेर यसरी पावर गरेको एउटा. हाम्रो यो प्रोजेक्टको अब्जेक्टिभ चाहिँ क्लियर छ. यसमा हामीले एलइआर सेन्सरले सनलाइट ट्र्याकिङ म्याक्सिमाइज गर्छ, ब्याट्रीले त्यो एनर्जीलाई सेफली स्टोर गर्छ अनि सर्भो मोटरले सोलर प्यानललाई डाइनामिकली मुभ गर्छ, जसले गर्दा एफिसियन्सी बढ्छ. ओभरअल अब्जेक्टिभ चाहिँ यसमा हामीले हाम्रो एनर्जी एफिसियन्सी इम्प्रुभ गर्ने हो. यो स्लाइडमा चाहिँ हामीले सोलर ट्र्याकिङ त्यो युज गरेको देख्न सकिन्छ. यसमा हामीले एलइआरले सनलाइट सेन्स गर्छ अनि आर्डिनोले डाटा प्रोसेस गरेर सर्भो मोटरलाई सिग्नल दिन्छ. सर्भो मोटरको हेडले सोलर प्यानल मुभ हुन्छ अनि ब्राइटेस्ट सोर्समा फेस गर्छ, जसले गर्दा त्यो म्याक्सिमाइज युज हुन्छ. एनर्जी स्टोरेज हामीले सनबाट एनर्जी चाहिँ पायो, सनबाट सोलर एनर्जी पायो, त्यसपछि हामीले सनबाट पाएको सोलर एनर्जीलाई ब्याट्रीमा हामीले स्टोर गर्छौँ. ब्याट्रीमा स्टोर गरेपछि चाहिँ हामीले फ्युचरको लागि पनि त्यसको युज गर्न सक्छौँ. हामीले यस्तो सनबाट चाहिँ धेरै एनर्जी पाउन सक्छौँ नि, यो लोवर कस्ट पनि हुन्छ. सनबाट पाएको एनर्जीले गर्दा चाहिँ हामी धेरै युज गर्न सक्छौँ. अहिले जस्तै सोलर पावर लाइटहरू हेर्न सक्छौँ, हामीले चाहिँ सोलर पावर पार्टी लाइट बनाएको छौँ. यो एनर्जी चाहिँ हामीले सोलरबाट क्याप्चर गरेर स्टोर गरेर फेरि युज गरेको गर्न सक्छौँ. ट्राफिक लाइट सिक्वेन्स. अब ट्राफिक लाइट भनेको त सबैले थाहा भएको कुरो हो. ट्राफिक लाइट 3वटा कलरमा हुन्छ, ग्रिन, येल्लो एन्ड रेड. अब ट्राफिक लाइटको सिक्वेन्स कस्तो हुन्छ भने कुनै समिङ अवस्थाहरूमा रेड लाइट बल्छ, रेड लाइट बलेपछि चाहिँ अर्को लाइट फेरि अर्कै कारणमा चाहिँ अर्को लाइट बल्छ, त्यसपछि फेरि अर्को लाइट बल्छ. त्यस्तो गरी यो ट्राफिक लाइटको सिक्वेन्स फलो गरेर लाइट बलेको हुन्छ. बेनिफिट्स अफ सोलर पावर. अब सोलर पावरको चाहिँ धेरै बेनिफिट्स छ नि त, किनभने अहिले त हामीले फोसिल फ्युलहरू हाम्रो सक्ने लागेको छ नि त. अब हामीले जस्तै सोलर पावरमा त हामीले एनर्जी कम्ती स्टोर गरेर ब्याट्रीमा राख्छौँ. ब्याट्रीबाट चाहिँ हामीले यो इभी कारहरू भेहिकल्सहरू बनाउन सक्छौँ, अरू कुरामा पनि युज गर्न सक्छौँ नि त. अब सोलर पावर धेरै बेनिफिट्स छ कि यो. अब नर्मल अहिले चाहिँ यो अर्डिनेरी सोर्स अफ एनर्जी भन्ने आएको छ कि हाइड्रो पावरबाट पनि हामी जति एनर्जी उत्पादन गर्न सक्छौँ त्योभन्दा धेरै चाहिँ हामीले सोलर पावरबाट गर्न सक्छौँ. अनि यो चाहिँ इको फ्रेन्डली पनि त भएन, किनकि यो फसिल फ्युलहरूले चाहिँ धेरै पल्युसन गर्छ, सोलर पावरले केही त्यस्तो पल्युसन गर्दैन. कम्पोनेन्ट्सको कुरा गर्दा हामीले त्यस्तो धेरै केही कम्पोनेन्ट्स युज गर्दै छैनौँ. हाम्रो मेन कम्पोनेन्ट भन्दा आर्डिनो भयो. आर्डिनो भनेको चाहिँ ऱ्यापिड स्ट्यान्डर्ड कम्प्युटर हो. आर्डिनोले चाहिँ इनपुट रिसिभ गर्छ, प्रोसेस गर्छ. यो चाहिँ हाम्रो ब्रेन जस्तै हो कि यो प्रोसेस गरेर आर्डिनोसँग लिन्छ. जस्तै अब हामी यो आर्डिनोलाई गिजरको छौँ अनि सर्भो मोटर छ. सर्भो मोटरले चाहिँ हाम्रो
सोलर प्यानल छ सोलर प्यानललाई जता एन्टिसिक्सले लाइट चेन्ज गर्छ जताबाट धेरै लाइट आइरहेको छ त्यति चाहिँ यो आर्डिनोले प्रोसेस गरेर यताबाट आएको चाहिँ भनेर भन्छ त्यसपछि चाहिँ सौर मोटरले चाहिँ त्यति भइदिन्छ यो सोलर प्यानलले अनि हामीले ब्रेडबोर्ड युज गरेको छौँ ब्रेडबोर्डले चाहिँ हाम्रो यो इनपुटहरू डिस्ट्रिब्युट गर्न मद्दत गर्छ होइन अनि त्यसपछि चाहिँ यो हामीले धेरै एलइडीहरू युज गरेका छौँ एलइडी चाहिँ हामीले ट्राफिक लाइट बनाउन युज गरिरहेको छौँ त्यही हो कस्ट इफेक्टिभनेसको कुरा गर्दा यो हाम्रो प्रोजेक्ट एकदमै बजेट फ्रेन्डली छ हेर्नमा ठुलो भए पनि यसमा त्यति कम्पोनेन्ट्सहरू युज भएको छैन अनि यो यसमा रियुजेबल कम्पोनेन्ट्सहरू पनि छ अनि whatever you get you on the site. Learning and teamwork कुरा गर्दा हामीले यो प्रोजेक्ट गर्दाखेरि कोड प्रोग्रामिङ सिक्यौँ लाइक मेबी C++ कसरी युज गरेर त्यो सिक्यौँ त्यसै गरी यो वायरिङ कम्पोनेन्टहरू गर्न सिक्यौँ अनि यसले हाम्रो टिमवर्क स्किल्सलाई पनि धेरै बढावा दियो हामीहरू एज ए टिम यो प्रोजेक्टलाई कम्प्लिट गर्न सक्यौँ यसले हामीले त्यसरी पनि हेल्प गर्यो फ्युचर इन्भेस्टमेन्ट हामीले अहिले चाहिँ हामीले यो एउटा मोडल मात्रै बनाएको हामीले फ्युचरमा यस्तो सोलर पावरले हामीले म्याक्सिमाइज युज गर्न सक्छौँ भनेर हामीले यस्तो मोडल बनाएको अब हामी नर्मल डे टु डे डेली लाइफमा चाहिँ हाम्रो सोलर प्यानल त एकै ठाउँमा मात्रै उभिरहेको हुन्छ नि त बिहान जस्तै घाम उदाएको छ भने चाहिँ सनराइज भएको बेला सोलर प्यानलमा घाम परेको छैन भने चाहिँ सोलर पावरको मिनिमम युज भयो नि त अब यो चाहिँ हामीले बनाएको चाहिँ जता सन आएको छ नि त्यति जता धेरै सनको रेटहरू परिरहेको छ त्यति जान्छ कि यो त्यति हुन्छ त्यसले गर्दा चाहिँ हाम्रो सोलर पावर म्याक्सिमम युज भएको छ अब हामीले फ्युचरमा युज गर्दाखेरि चाहिँ अब एनर्जी सेभ हुन्छ अनि लो कस्टमा धेरै एनर्जी पाउन सक्छौँ त्यही हो इन कन्क्लुजन हाम्रो प्रोजेक्टले हामीलाई टिमवर्क स्किल्समा हेल्प गर्यो त्यसै गरी यो एकदमै यो रियुजेबल कम्पोनेन्ट्सले बनेको हो अनि यो प्रोजेक्ट चाहिँ हामीले फ्युचरमा यसलाई नेपालमा युज गर्न सक्छौँ नेपालमा यस्तो स्कोप छ बट धेरै युज भएको छैन होइन अनि So thank you so much. Very practice. मेरो कोडिङ क्लास तयारी भविष्यको